40औं बर्थडेमा 40औं वर्ष भन्दा 40औं वर्षको जन्मदिनमा धेरै शुभकामना छ मैबाट गरौँ। त्यसपछि आज सम्पूर्ण यहाँ इष्टमित्र फ्यामिलीहरू हुनुहुन्छ त्यही भएर अनि यो चाहिँ हाम्रो भाउजूको तर्फबाट रहेछ म त बल्ल थाहा पाएँ अनि सरप्राइज त्यो घुमाउ सरप्राइज जस्तो रहेछ अनि ठिकै छ। अब यसको लागि म सुरुमा सानो मामा हुन्छ सानो मामाबाट समापन गरे पनि हो ठुलो मामा सुरुमा ठुलो मामालाई विचार शब्द आजको बर्थडेमा हालिदिनु गर्दछु सानो मामा। यो असाध्यै सुखद क्षणमा छौँ हामी सम्पूर्ण आफन्तहरू टाइमको पनि एकदम चाहिँ कमी छ हामी कहाँ एकदम सबैजना हतारमा हुनुहुन्छ तथापि पनि धैर्यतापूर्वक चाहिँ यो सरप्राइज दिन भ्याउनुभएको छ। हाम्रो परिवारको कान्छो भाइ एकदम मायालु छ मेहनती छ। अब त्यो त पछि तपाईँले थाहा पाउनु भएकै छ उसको स्वभाव कस्तो छ भनेर। उसको स्वभावलाई चाहिँ हाम्रो भान्जी नानी लक्ष्मीले सरप्राइजिङ रूपमा चाहिँ यो 40औं बर्थडे मनाइदिएकोमा हाम्रो लक्ष्मीलाई चाहिँ असाध्यै कृतज्ञता छ धन्यवाद छ र हामी सबैको तर्फबाट हाम्रो भाइलाई 40औं जन्मोत्सवको धेरै धेरै शुभकामना छ। चिरञ्जीवी हुनु सबैको प्यारो हुनु एकदम आनन्दित हुनु जीवन खुसी र रसमय रहोस् आनन्दमय रहोस् खुसीमय रहोस् आफू पनि खुसी रहनु अरूलाई खुसी बनाउन प्रयत्न गरिरहनु कोसिस गरिरहनु परमात्माको अनुकम्पा र चाहिँ कुल पितृको आशीर्वाद सदा सर्वदा छल्किरहोस् र यो बर्थडेवाला मेरो भाइको पनि र चाहिँ बर्थडे चाहिँ मनाइदिने सरप्राइज दिने हाम्रो लक्ष्मी भान्जी नानीको पनि जीवन उज्जवल रहोस् झलमल होस् खुसी रहोस् धेरै धेरै शुभकामना। सबैभन्दा फर्स्टमा चाहिँ मलाई सरप्राइज भान्जी व्रत छ है आज भान्जीलाई चाहिँ भान्जीले मलाई सरप्राइज दिएको भयो भने म भान्जीको तर्फबाट भान्जालाई चाहिँ फर्स्ट केक खुवाउँछु है। त्यसपछि चाहिँ अब अनि सबैलाई मैले खुवाउँछु है ल। हाम्रो भान्जा कपाललाई एकदम हाम्रो नयाँ भान्जीलाई उहाँले यो सरप्राइज बर्थडे भएर अब गिफ्ट हामीसँग केही छैन होइन हाम्रो चाहिँ अथाह प्रेम श्रद्धा होइन जुन मेरो लागि त्यो छ हाम्रो हृदयमा उपलब्धिको सम्मान छ होइन मैले फर्स्टमा चाहिँ सरप्राइज व्यक्ति त्यसपछि अब थर्ड पर्सन चाहिँ वन्स मोर सबैले ह्याप्पी बर्थडे भनौँ त छुटेर र यो एउटा चाहिँ मेरो दुई चार कुरा मैले थप्न चाहेँ। यो 40औं वर्ष मैले चाहिँ आफ्नो जीवनमा 20 वर्ष जति चाहिँ कर्म गरेँ एकदम बाध्यता रहरमा। त्यसपछि 2 वर्ष पुग्न बित्तिकै मैले चाहिँ छोडिदिएँ। सौभाग्यले चाहिँ मलाई त्यो परिस्थिति पनि त्यस्तै आएको थियो। अब मेरो भाइलाई पनि सम्भवतः बढीमा 5 वर्षसम्म मेहनत गर्न परोस्। यो कहरको जिन्दगी बाध्यताको जिन्दगीबाट अबको 5 वर्षपछि रहर र गरे पनि ठिक नगरे पनि ठिक भनेर त्यस्तो रहर र आनन्दको जिन्दगी चाहिँ आओस् भन्ने चाहिँ यो मेरो कामना पनि हो। ह्याप्पी बर्थडे।
मैले खोइदिसकेँ मम्मीले धेरै खानु न त्यो उहाँ धेरै खानु न मेरो सानो भाइलाई 40 वर्षको जन्मदिनको धेरै शुभकामना र यो 40औं वर्ष सानोमा पुग्ने बेला मैले भान्जी बारी भान्जीलाई भेट्ने पनि सौभाग्यको कुरा हो। भान्जीको एनिभर्सरी मेरो बर्थडे सँगसँगै लगभग हुन्छ संयोगले त्यस्तै पऱ्यो भनेपछि त्यसपछि चाहिँ अब कहिलेकाहीँ के अरे कोलाबोरेसन पार्टी पनि हुनसक्ने कुरा भयो होइन। धेरै कुराहरू चाहिँ अब राम्रो राम्रो हुँदै आएको छ। यसरी राम्रो हुँदै जाओस्, हरेक बाधा कठिनाइ र अवरोधहरूमा पनि सामना गर्ने शक्ति मिल्दै जाओस्। मेरो भाइलाई र मेरो छोरा बुहारीलाई सबैलाई जन्मदिनको र यो मेरो छोरा बुहारीको बधाई दिन मेरो भाइको 40औं वर्षको बर्थडे एकदमै सुखमय सुखद र राम्रो हुँदै जाओस् भन्ने कामना प्रार्थना भगवान्सँग कुलपिटीसँग गर्छु। धन्यवाद। ह्यापी बर्थडे भाइ। ल वन्टी पनि अब कारबाही दिन सक्छ। हाम्रो हजुरबा हजुरआमाको कान्छो छोरा अनि हाम्रो सबैको प्यारो कान्छो मामालाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना छ। आजको मामाको 40औं बर्थडे अब 40 कटेपछि रमाउला भनेर भन्छन्। अब मामाको पनि रमाउने दिनहरू अझ धेरै रमाउने दिनहरू नजिकिँदैछन्। अब मामालाई त्यही हो 40औं वर्ष जन्मोत्सवको चाहिँ धेरै धेरै शुभकामना। ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे। आज सबै जम्मा भएर अनि यो केक ल्याउने भान्जी नानीलाई पनि धेरै धेरै धन्यवाद छ र सधैँ यस्तै भन्दै मेरो विचार सबै यही राख्छु। यसरी मेरो बुवालाई धेरै धेरै ह्याप्पी बर्थडे। ल अब कार्यक्रम अब मामाले चाहिँ मेरी लड्दै पढ्दै मै पनि आएँ अनि मेरी भतिजी र जेठा छोरा उसकोबाट गरे बिहा पनि भयो विवाह अनि शुभकामना छ। अब रुने काम कसरी नगर्नु जानुपर्ने त्यो ठाउँमा जानुपर्ने सबैलाई हो। अनि भतिजी पनि रुने काम नगर्नु, मेरी छोरीलाई त्यस्तै सिसामा त्यस्तै आफ्नो मान्छे भयो र मस्त देखियो अनि झलमल छ। अहिले मेरा दाजुको भन्दा मेरो भतिजाले झलमल बनाइसक्यो। अहिले त्यहाँभन्दा फेरि मेरो भतिजा छोराले नातिले झलमल गराउनु थाल्यो। अनि शुभकामना त मलाई फेवा ताल घुमाउन छोरीलाई दिनु पर्ने रहेछ। अनि म त छोरो सानो छ अनि परिवार छोराले धारणा हाम्रा बाजेले हाम्रा महिला भतिजाले उ गर्ने देवी देउता उसले पनि चाहिँ उ गर्नु फाइदा गर्नु सहायता गर्नु अनि उ गर्नेमा भतिजो आउनु पुनेको जुन लाग्यो नि होस् मेरो भतिजालाई जाने बेला अप्ठ्यारो नपरोस्, विदेश पनि अप्ठ्यारो नपरोस्। मेरो सबै परिवार धेरै छन् अनि मेरा बुढा भयो भने मेरा बुढा पनि धर्मले आजै टिक्नु भएको छ। बुढाको पनि धेरै धेरै मलाई चिन्ता लाग्छ। अनि म सानो सबभन्दा सानो छु अनि सबको बनाउने म डोरै बनेर थाले सबको डोरै बनेर थाले अनि सबभन्दा शुभकामना मेरा कान्छा धेरै धेरै धन्यवाद। सम्पूर्णलाई नमस्ते। मलाई चाहिँ 40औं जन्मदिनमा हाम्रो नयाँ भान्जी भर्खरै चाहिँ बेहुलीको रूपमा हाम्रो ठुली दिदीको घरमा प्रवेश गर्नुभएकी केसी परिवारकी वधु नयाँ भान्जीले चाहिँ सरप्राइज स्वरूप 40औं जन्मदिनको केक ल्याएर मेरो जन्मदिन मनाइदिनु भयो। यसको लागि उहाँ नववधु भान्जीलाई चाहिँ एकदम धेरै धेरै साधुवाद व्यक्त गर्न चाहन्छु। त्यसपछि हामी सम्पूर्ण हाम्रा आफन्तजन चेलीबेटी सबै जम्मा हुनुभएको छ। यस अवसरमा चाहिँ सबैको माझमा 40औं जन्मदिन मनाउन पाउँदा एकदमै
हर्ष विभोर भएको छु। सम्भवतः मैले चाहिँ 40औँ वर्ष अब यो उमेरमा पनि के बर्थडे मनाउनु भन्ने सोचिरहेको बेलामा मलाई चाहिँ आकस्मिक रूपमा यो खालको बर्थडे मनाइदिन प्रयत्न गर्नुहुने हाम्रो भान्जी लगायत सम्पूर्णमा एकदमै चाहिँ आभार व्यक्त गर्दै मेरो 40औँ जन्मदिनलाई चाहिँ जन्मदिनको कार्यक्रमलाई यही समापन गर्न घोषणा गर्दछु। धन्यवाद।